हामीसँग आलु चिप्सका मेसिनका सेटहरू, केराको चिप्सका मेसिनका सेटहरू, नमकिनका मेसिनका सेटहरू यी जति पनि तपाईले देख्नु भएको छ आलु चिप्स, नमकिन र केराको चिप्सका मेसिनका सेटहरू छन्। आलुलाई पिल गर्ने, आलुलाई स्लाइस गर्ने, आलुको चाहिँ डिहाइड्रेट गर्ने, त्यहाँनेर हाइड्रो एक्सट्र्याक्टर, अनि त्यसैगरी फ्रायर गर्ने हामीसँग 43 इन्चका 29 इन्चका कडाई छन्। डिजेल बट्टी छ हामीसँग, अनि त्यसैगरी फ्राई गरेको वस्तुलाई चाहिँ सिजनिङ गर्नको लागि हामीसँग राउन्ड कोटिङ प्यान छ। एउटा यो घैँटो भयो, एउटा अलि ठुलो घैँटो, एउटा चाहिँ अझ ठुलो घैँटो छ। अनि त्यसैगरी हामीसँग हावा भर्ने नाइट्रोजन फ्लसिङ ब्यान्ड सिलर छ। अटोमेटिक प्याकेजिङ मेसिन पनि हामी तपाईको लागि दिन्छौँ। ब्याच कोडिङ मेसिन पनि हामी तपाईलाई दिन्छौँ। यिनी मेसिन लगेर तपाईको घरसम्म जोडेर तपाईलाई उत्पादन निकालेर मज्जाले ल है हजुर यसरी गर्नुस् भनेर हामी सिकाइदिएर पनि आउँछौँ। उच्च गुणस्तरका मेसिन्सहरू, मेसिनको क्वालिटी हेर्नुस्। उच्च गुणस्तरका मेसिनहरू SS 304 का फुल्ली मेड इन इन्डिया, चाइनिजको यहाँ सिन छैन, फुल्ली मेड इन इन्डिया उच्च गुणस्तरका मेसिन्सहरू, आफ्टर सेल सर्भिसहरू, स्पेयर पार्ट्सहरू सबै कुराहरू तपाईले हामीसँग प्राप्त गर्न सक्नुहुन्छ। यहाँ तपाईले देख्नुभयो भने यो क्यानन बोल जस्तो देख्नु भएको छ। यो नमकिन मेसिन हो। हामीसँग 7 इन्चको नमकिन फार्सन छ, 9 इन्चको नमकिन फार्सन छ। होइन तपाईले चाहिँ यसैमा भेजिटेबल किमा अथवा पकौडा बनाउन खोज्नुभयो भने यसमा किमा पनि काट्न सक्नुभयो। अनि त्यसैगरी होइन मैले त चाहिँ अनियनलाई चाहिँ प्याजलाई चाहिँ स्लाइस गरेर त्यसको पनि पकौडा बनाउँछु भन्नुभयो भने त्यो पनि गर्न सक्नुभयो। यतातिर चाहिँ तपाईहरूले बटुक बनाउनको लागि चाहिँ चटनी मेसिन पनि हामीसँग स्टकमा रहेको छ। होइन मैले चाहिँ केही कुराहरूको लेदो बनाउँछु, त्यसलाई प्याकेजिङ गर्छु, प्रशोधन गर्छु भन्नुहुन्छ भने यहाँसँग हामीसँग लेदो बनाउने मेसिन पनि छ। अनि ग्रेभी मेसिन पनि रहेको छ। यो चाहिँ रेक्टेंगल मोडलमा भयो, राउन्ड मोडलमा पनि हामीसँग ग्रेभी बनाउने मेसिन्स रहेको छ।